गुड मर्निङ गाइस। सिटीमा सिलोङ रोड सिटी गेस्ट हाउसमा आएको छु। आज गार्डनको और गेस्ट हाउसको भिडियो बनाउनु कस्तो राम्रो लागेको छ। यहाँ हरियो-भरियो फुलहरुको हेजको यसबको भिडियो बनाएको छु गाइस। हेर्नुस् कस्तो मजा लागेछ यसमा। बाप रे कस्तो मजा मुसुन्दा फुल, बाप रे कस्तो मजा सजाइराखेको छ गेस्ट हाउसमा। कस्तो बाप रे कस्तो राम्रो गेस्ट हाउस रहेछ, कत्रो ठुलो गाइस। हेर्नुस् कति राम्रो लाग्दो रहेछ यो सब ठुलो। यो के को गाछहरु फुल फुलेको रहेनछ, बाँकी मालीहरुले मेन्टेनेन्स गरेको रहेछ। आज म सिटी गेस्ट हाउसमा आएको छु। यो सिटी गेस्ट हाउसको कस्तो रौनक हेर्नु भनेर कस्तो मजा लाग्यो, कस्तो लाग्यो गाइस। यी फुलहरु लाइक कमेन्ट गरिदिनु होला। रौनक देखाएर कस्तो मजा राम्रो रहेछ। गार्डन पनि मालीहरुले सुरक्षा राखेको रहेछ। देवदार गाछ हो, यी ठुलो बडो आउने मान्छेहरुको गेस्ट हाउस हो। फुलहरु पनि यसमा सुनेको थिए, कस्तो मजा लागेछ। हाम्रो कपिल देव पनि पहिलाको क्रिकेटर पनि आएको थियो भनेर गाइस यसमा मजा लागेछ। हेर्नुस् त यो गेस्ट हाउसमा क्रिकेटर कपिल देव आएको थियो भनेर यो गेस्ट हाउसमा गाइस कस्तो मजा लागेछ। राम्रो लाग्यो। अप्सराहरु पनि आउँछन् गाइस। सुन्दर आयोसीको गेस्ट हाउस रहेछ। गेस्ट हाउसलाई बनाएको र मेन्टेनेन्स गरेको रहेछ गाइस। हेर्नुस् कस्तो मजा फुल फुलेको, सेतो फुल हराभरा भएको, त मजा सेतो फुल फुलेको, कस्तो मजा लागेको गाइस। कस्तो मजा लाग्यो। हेर्नुस् त गार्डन राम्रो लाग्यो बनाएर मेन्टेनेन्स गरेको रहेछ। मालीहरुले फुल फुलाएको रहेछ, राम्रो लाग्यो। माली नभए त फुलै फुल्दैन। गाइसहरुले पनि हेरिसकेपछि लाइक कमेन्ट गरिदिनु होला गाइस। पहिला यस्तो फुल्दो रहेछ। यो सब चीज मेन्टेनेन्स गर्नको लागि मालीहरुले गर्नु जान्नु लागेको गाइस। कस्तो मजा सेतो फुलहरु फुल्दो रहेछ गाइस। राम्रो लाग्यो। रातो भित्र सेतो, कस्तो मजा लाग्यो गाइस। के फुल हो, राम्रो हुँदो रहेछ। यो गेस्ट हाउस राखेछ गाइस। कस्तो फुलहरु राम्रो लाग्यो रहेछ। तपाईहरुले पनि लाइक कमेन्ट गरिदिनु होला।